अहिले मेरो फ्यामिली स्नोवर्ल्ड नेपाल चितवन घुमघामको क्रममा हामी यहाँ छौँ। अहिले म तपाईलाई स्नोवर्ल्ड नेपालको सुन्दर दृश्यहरू देखाउँदैछु, जुन चाहिँ अति नै मनमोहक, एकपटक हामी सबैले घुम्नै पर्ने ठाउँ रहेछ। यहाँ मेरा साना नानीहरू र केही व्यक्तिहरू पनि यहाँ हामी देख्छौँ। धेरै व्यक्तिहरू यहाँ मनोरञ्जनको निम्ति र मुड फ्रेसको निम्ति, साथै ओरिजिनल हिउँसँग रमाउन नपाए तापनि यहाँ चाहिँ आर्टिफिसियल हिउँसँग धेरै नै रमाइरहेका हामी देख्छौँ। यहाँ मेरो फ्यामिली साथै विजय भाइको फ्यामिली र जुलियन दाईको दुईटा नानी बाबुहरू पनि हामी यहाँ रमाइरहेको अवस्थामा हामी देख्छौँ। म तपाईहरुलाई आग्रह गर्न चाहन्छु, यो अति नै रमाइलो दृश्य छ। चितवन भरतपुर 9 मा चाहिँ यो अवस्थित छ। म तपाईलाई आग्रह गर्न चाहन्छु, एकपटक चाहिँ यो ठाउँ अवश्य हामी सबैले घुम्नै पर्ने गन्तव्य हो। एकपटक सबैजना यहाँ आएर मनोरञ्जन लिन सक्नुहुन्छ। तपाईँ आफ्नो फ्यामिलीको साथ र नानी बाबुहरूलाई लिएर आएर धेरै मनोरञ्जन गर्न सक्नुहुन्छ। यहाँ मेरो नानी अति नै रमाइरहेका छे, दुवै नानीहरू र जुलियन दाईको दुई छोरीहरू पनि यहाँ अति नै रमाइलोसँग उनीहरू यहाँ हिउँसँग रम्दैछे। यहाँ मेरा दुई नानीहरू अत्यन्तै रमाइलो मानेर खेलिरहेका छिन्। अनि यो स्नोवर्ल्ड नेपाल चितवन तपाईँ यदि घुम्न आउनुहुन्छ भने भरतपुर 9 वार्डमा पर्छ। यो मेन रोडबाट मात्रै 200-300 मिटर भित्र मात्र छ। अनि हामी सबैजना यहाँ एकपटक आफ्नो बिदामा आएर घुम्नै पर्ने एउटा गन्तव्य हो। यो अति नै रमणीय र रमाइलो दृश्यहरू यहाँ हामी देख्न सक्छौँ। यहाँ चाहिँ फाउन्डरले बताउँदै हुनुहुन्थ्यो, उहाँ चाहिँ पहिले अमेरिकामा उहाँ अति नै राम्रो स्थानमा रहेर त्यहाँ बस्नुहुन्थ्यो, राम्रो काममा, र उहाँले त्यो सबै अमेरिकाको सुख सहेलहरू, सुख सुविधाहरू, सम्पन्न लाइफहरू, सबै लग्जरियस जीवनहरूलाई छोडेर उहाँ नेपाल आएर यहाँ उहाँले आफ्नो बिजनेसलाई स्टार्ट गर्नुभएको छ। 2 करोडभन्दा ज्यादा लगानीमा यो उहाँले स्नोवर्ल्ड नेपाल चितवन खोल्नु भएको छ। एकपटक साना नानी बाबुहरूलाई आफ्नो बिदामा घुमाउनको निम्ति यहाँ एकपटक लिएरै आउनुपर्ने ठाउँ छ। साना नानी बाबुहरू चाहिँ अत्यन्तै रमाइलो मानेर खेल्दछन्। साथै यहाँ स्नोवर्ल्ड नेपाल चितवनबाट अझै तपाईँ अन्य रमणीय थलोहरू, रमणीय ठाउँहरू घुम्न चाहनुहुन्छ भने नजिकै धेरै राम्रा राम्रा डेस्टिनेसनहरू, गन्तव्यहरू, घुम्ने ठाउँहरू छन्। तपाईँ नजिकै चितवन गएर चितवन सौरा जङ्गल सफारी
पनि तपाईँ जान सक्नुहुन्छ। जङ्गल सफारीमा तपाईँले यस मौसममा, अहिलेको मौसममा साइबेरियन बर्ड्सहरूलाई पनि, लभ्स बर्डहरूलाई पनि तपाईँले नजिकबाट निहाल्न पाउनुहुनेछ। साथै जङ्गली जनावरहरू, विभिन्न प्रकारका चराचुरुङ्गीहरूलाई पनि तपाईँले नजिकबाट निहाल्न सक्नुहुन्छ। अझै तपाईँ रमाइलोसँग आफ्नो परिवारलाई घुमाउन चाहनुहुन्छ भने, रमणीय ठाउँहरू देखाउन चाहनुहुन्छ भने नजिकै नारायणी नदीमा गएर बोटिङ पनि गर्न सक्नुहुन्छ। ठुला जहाज त्यहाँ नारायणी नदीमा हामी देख्न सक्छौँ र त्यहाँ गएर अझ नदीसँग, माछासँग र त्यहाँका प्रकृतिसँग तपाईँ रम्न सक्नुहुन्छ। होइन, म अझै पनि प्रकृतिसँग रमाउन चाहन्छु, प्रकृतिका सुन्दर दृश्यहरू हेर्न चाहन्छु भन्नु चाहनुहुन्छ भने तपाईँ नजिकै जलबिरे भाइरल झरना छ, प्रकृतिका सुन्दरता, त्यहाँ पनि गएर तपाईँ आफ्नो बिदाको समयमा समय स्पेन्ड गर्न सक्नुहुन्छ। त्यहाँ आफ्नो परिवारसँग रमाउन सक्नुहुन्छ। यहाँ धेरै व्यक्तिहरू हामी देख्छौँ यहाँ आफ्नै पारामा यहाँ स्नोवर्ल्डमा रमाइरहेका छन्। कति व्यक्तिहरू सेल्फी खिचिरहेका छन्, कति व्यक्तिहरू भिडियो बनाइरहेका छन्, कति व्यक्तिहरू माथिबाट तलतिर गुडेर आइरहेको हामी देख्छौँ। यहाँ वरिपरि धेरै तस्बिरहरूले पनि सजाएको छ, मनमोहक तस्बिरहरूले। त्यसले गर्दा पनि यसलाई अझ हेर्नको निम्ति यसको सुन्दरतालाई बढाएको हामी देख्न सक्छौँ। एकपटक म फेरि पनि तपाईहरुलाई आग्रह गर्छु, एकपटक आएर अवश्य स्नोवर्ल्ड नेपाल यो चितवनमा अवस्थित छ। तपाईँ आएर यहाँ आर्टिफिसियल हिउँसँग तपाईँ खेल्न सक्नुहुन्छ, स्नोसँग रमाउन सक्नुहुन्छ। कतिसँग ओरिजिनल हिउँसँग रमाउन नपाए तापनि र त्यहाँ हामीसँग समय हुँदैन, नजिकै छ यो धेरै ठाउँबाट। धन्यवाद। यो हाम्रो सानो प्रयास, हाम्रो फ्यामिली टुरको भिडियो तपाईहरुले हेरिदिनु भएको लागि। जसरी तपाईले अहिले यो भिडियो हेर्नुभयो, यदि तपाईलाई मन परेको छ भने लाइक, कमेन्ट साथै शेयर, साथै अहिलेसम्म तपाईले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर थोरै सहयोग गरिदिनु होला।